यतिकोमा तल्लामा ओफ त डुकु पनि कत्रो यसको त यो त मिठो हुन्छ होला माथिल्लो घरमा छ नि यो ठुलो खालको त नि सिस्नुले त यसले त मार्छ त चिलो भन्दा काँडा छ पापा रमाइलो सिस्नुसँग धरो टिपाइछ आज यस्तोले त जम जान्छ हिर्काउँछ जान्छ चोर यो कहाँनिर पानी भन्छ नि सिस्नु पानी दुख्छ सिस्नुले झम्मै होइन पानी फर्काइदियो भने हो कि मरिन्छ पोलेर कहाँ चाहिँ कुर्छ कि यता पहिला आमाले दरो कुट्थ्यो नि आमा सानोमा सिस्नुमा बाल्टीमा लाएर साँप बनाउँदाखेरि त अलिअलि तर्साएको होला काँडा यहीँनिर थियो त्यो पहिलाको यहाँको मरेछ नि साह्रो त होइन यति साह्रो काँडाले त मरिन्छ नि मलाई पनि त पहिला बगेन अलिअलि चाल पाउँछ बगेलहरू पाउँथ्यो यता सिस्नुले त यस्तो काँडाले तानी मान्छे हाल्नु त मरिहाल्यो नि यो त यो अरिङ्गाले चिले भन्दा आगर हुन्छ त्यस्तै दिनु बित्तिकै झट्का हान्छ तल अब पापा र म चाहिँ यहाँनिर अलिकति यताको एक छाक त खानुहुन्छ होला नि त यहाँ पनि पापा र मेरो चाहिँ आज सिस्नु टिपाइ छ यो चाहिँ अलिक वाजेको हुन्छ अलिक यो अहिले काँडा भएको चाहिँ साह्रो मिठो हुन्छ यता यता भेरेटारदेखि यस्तै त नि एकचोटि त आन्टीहरूसँग होइन आमाहरू तपाईँ पनि जानुभएको थियो किनेर अनि लिएको होइन त अब यो के को फुल पो यो माथिको फुलेको त यसको चाहिँ मौरीले साह्रो मिठो लाउँछ होला अब त्यही त हो यसको म फेरि काटेर राख्छु नि म त्यति खानु होइन अहिले चाहिँ प्युर मात्रै राख्छु तल लान्छ यतापट्टि पनि छ यो ढाड दुखेर मेरो चाहिँ फेरि बर्बाद खाली कतादेखि यो चाहिँ त्यही थुपार्ने ठाउँमा सिस्नु है गाइस यो चाहिँ अर्ग्यानिक पाहाडको बब्बाल छ ट्याक्क पारेर यस्तो चेप्ने चिम्टाले ट्याक्कै टिप्ने हो यसरी चेप्ने यस्तो तान्ने हो स्वाट हजुर ए हुन्छ
यसरी ट्याक ट्याकै टिप्ने हो सिस्नो त ट्याक्क टिप्ने अब यहाँ चिम्टाले यस्तो गर्ने हो एउटा छुट यसरी गर्ने हो अब यसरी गरेर लाने हो गाइस ट्याक्क पाएर सिस्नो पनि टिपियो ल सक्यो सिस्नो टिपेर